आज त भ्यालेन्टाइन डे ल है सम्पूर्णमा मेरो तर्फबाट एकमुष्ट ह्याप्पी भ्यालेन्टाइन डे। हामीले पनि साथीमा फुल दिएर भ्यालेन्टाइन डे मनायौं। बेलुकाखेरि सल्ना दिदीको घरमा के गर्दै रहेछन् भनेर यसो हेर्न गएको त पुरा च्वाचेको मासु पकाएर पार्टी पो रहेछ। मेरो मुखभरि पानी आयो। तर मलाई चाहिँ यो च्वाचेको मासु मन नै पर्दैन। तिमीहरू मात्रै खान्छौ, मैले पनि मासु लिएर आएको छु पख्न भनेर कोठामा आए। त्यसपछि 1 केजी जति मासु लिएर आएको थिएँ। त्यो मासुलाई सर्लक्क प्लेटमा खनाए, कराई बसालेर 1 बोतल तेल सर्लक्कै खनाए। त्यसपछि मर मसला सबै कुरा ठिकठाक पारे। आज चाहिँ मैले अरू बेला भन्दा छुट्टै तरिकाले मासु बनाएको थिएँ, किनकि खोकी पनि बेसरी लागिरहेको थियो। टमाटर नहालिकन मसला मात्रै हालेर मासु बनाएको थिएँ। ढिँडो खानालाई भनेर यो फापा र कोदोको पिठो ल्याएको नि थुप्रो भएको थियो। आज चाहिँ मैले फापा र कोदोको पिठो मिसाएर ढिँडो पकाउन लागिरहेको छु। कराईमा पानी बसालेर भकभकी उमाले, त्यसपछि सर र माथिबाट पिठो हालिदिएँ। यो ग्यास चुलोमा सबै थोक गर्न सजिलो हुन्छ। ढिँडो पकाएर मस्काउन चाहिँ साह्रै अप्ठ्यारो हुने भने। अब चाहिँ मेरो ढिँडो र मासु पनि खानालाई रेडी भइसक्यो। आज चाहिँ यो ढिँडो र मासु खाइसक्दा नसक्दा झपझपी निन्द्रा लाग्ने छ, किनकि मैले जाइफल हालेर पकाएको थिएँ मासुमा। ढिँडो खाइसकेपछि कचौरोमा बाँकी रहेको अलिकति रसमा थोरै पानी थपे। त्यसपछि त्यो 1 कचौरो रस पिएँ। यो रस यसरी खानुको कारण चाहिँ खोकी लागेको भएर आजलाई चाहिँ यति नै। यस्तै भिडियोहरू हेर्नका लागि भिडियोलाई लाइक गरेर च्यानल सब्स्क्राइब गरे अल नोटिफिकेसन दबाउन नभुल्नुहोला। राधे राधे।